हेलो गुड मर्निङ सेवारो सबैजनालाई। अन्त म चाहिँ आज जिपी जाँदैछु हो। हिँड्नुहोस् यस्तो साम्रो रोड ऊ माथि देख्दै गरेको चाहिँ यो माथि देख्दै गरेको छ हाम्रो गाउँहरू हो। अन्त आज चाहिँ म जिपी जाँदैछु। जिपीमा सानो काम छ हो। अन्त ठिकै दिदी पनि पर नानी लगेर स्कुल जानु भएको रहेछ। अन्त मैले दिदीलाई बस्दा गर्नुहोस् ल भनिरहेको छु हो। तल जिपियूमा काम सकेर पर ठानामा जान्छ अल्छी लागेर जानु एक्लै, त्यही भएर चाहिँ अन्त दिदीलाई बस्दा गर्नुहोस् ल। लु म चाहिँ जिपियू आइपुग्नु आँटेँ। अन्त हिँड्नुहोस् न, यस्तो डरलाग्दो हिँडेर रोटी आएको। अन्त दिदी चाहिँ ऊपर बसिराखेको रहेछ, यहाँ काम पनि हुँदो रहेछ रोडको छेउमा। दिदी चाहिँ मलाई हेरिराखेको रहेछ। अहिले देखाउँछु म तपाईँहरूलाई ल। दिदी म चाहिँ पुग्न आँटेँ, तर कति 10 बज्न आँट्यो। मतलब अफिस चाहिँ अहिले नै त खोलेको छैन होला। हेर्नुहोस् ल, दिदी ऊपर चाहिँ म देखाउँछु ल। ऊपर बसिराख्नु छ। काम गर्नु हुँदैछ, देख्नुहुँदैछ। यहाँ हुनुहुन्छ दिदी चाहिँ। लु है गाइस, म चाहिँ यहाँनिर सिग्नेचर उठाउँदैछु हो। 25 जनाको सिग्नेचर चाहिरहेछ, मान्छे पनि पुगेको छैन हो। अन्त यहाँ काम गर्नु हुनेको रोड साइडमा जाँदा काम गर्ने मान्छेहरू हुनुहुँदो रहेछ, उहाँहरूलाई उठाउँदैछु हो। लु है हामी चाहिँ फर्किँदैछौँ ठाना पुगेर। अनि जाँदै गरेको भिडियो चाहिँ गर्नु पाइनँ हो। अन्त यस्तो छ, हामी चाहिँ फर्किँदैछौँ। दिदी र म खुट्टा यस्तो दुखिरहेको छ कि पैताल। अनि सरहरू पनि हुनुहुन्थेन ठानामा पनि, तर पनि जेरक्सहरू गरिराखेर फर्क्यौँ हामी चाहिँ। अन्त मेरो भिडियो चाहिँ यहीँसम्म छ, हेरिदिनुहोस् होला। बाई बाई।